पाकिस्तानले फेरि गर्यो भारतमाथि आक्रमण। गत मङ्गलबारबाट सुरु भएको भारत र पाकिस्तानको युद्ध शनिबार साँझ तत्कालको लागि युद्ध रोक्ने समझदारी भएको थियो र थप वार्ता 12 तारिक सोमबार गर्ने र तबसम्म दुवै तर्फबाट हावाई, जमिन र समुद्री मार्गबाट हुने आक्रमणहरू रोक्ने समझदारी भएको थियो। समझदारी भएको केही घण्टा बित्न नपाउँदै पाकिस्तानले पुनः ड्रोन आक्रमण सुरु गरेको छ। समझदारी भएको 3 घण्टा पछाडि पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गर्न सुरु गरेको हो। यसैबीच चाइनाले पनि आफ्नो साथ पाकिस्तानलाई रहेको जानकारी दिएको छ। समझदारी भए लगत्तै पाकिस्तानले भारतमाथि गरेको आक्रमण पश्चात चाइनाले पाकिस्तानको पक्ष लिँदै पाकिस्तानलाई आफ्नो सीमा रक्षा गर्ने पुरा अधिकार भएको र पाकिस्तानलाई चाइनाको साथ रहने बताएको छ। अब भारत र पाकिस्तानको युद्ध के हुन्छ, अमेरिकाले कस्तो कदम चाल्छ त्यो भने हेर्न बाँकी नै छ। जे भए पनि युद्धले कसैको लाभ हुँदैन, चाँडै नै युद्ध रोकियोस् र रोकिएको राम्रो हुनेछ।